नगरपालिकाका योजनाहरूलाई चाहिँ आयोजनाहरूलाई चाहिँ तपाईँले आफ्नो सोच अनुसार चाहिँ कसरी बढाउने सोच्नु भएको छ? विशेष गरिकन नगरपालिकाहरू उहाँहरू सानो आफ्नो चाहिँ जुन खालको बजेट हुन्छ, जुन स्ट्रक्चर हुन्छ, उहाँहरूलाई चाहिँ ठुलो इन्फ्रास्ट्रक्चर बनाउनलाई पुँजीको अभाव छ। अहिले राज्य जुन हिसाबले सहलगानीको कन्सेप्टमा अगाडि बढिरहेको छ, त्यसमा राज्यबाट गएको, सङ्घीय सरकारबाट गएको अनुदानले मात्रै चाहिँ त्यो कुरा सम्भव हुँदैन। त्यसले गर्दाखेरि अलिकति इनोभेटिभ खालको उहाँहरूलाई चाहिँ आफ्नो आन्तरिक स्रोतलाई बढाउनलाई चाहिँ सहयोग हुने खालको चाहिँ प्रोजेक्टहरू चाहिँ, जस्तो प्लानिङको पर्सपेक्टिभमा भन्यो भने ल्यान्ड पुलिङको प्रोजेक्टहरू धेरै जसो नगरपालिकाहरूले गर्न सक्छन् हैन। त्यस्तै गरिकन चाहिँ तपाईँको उहाँहरूको आफ्नो हिसाबको चाहिँ एज अ कुनै पनि एरियामा चाहिँ उहाँ रिफ्रेसमेन्ट पार्क सहितको चाहिँ एज अ मनोरञ्जन पार्कहरू डेभलप गर्ने कुराले पनि एउटा खालको चाहिँ इकोनोमिक एक्टिभिटीलाई बढाएर जान्छ। र तराईको नगरपालिकामा हेर्ने हो भने चाहिँ हाम्रो मार्केटहरू अत्यन्त अस्तव्यस्त छ। त्यस्तो मार्केटहरूमा चाहिँ मार्केट डेभलपमेन्टकै प्रोजेक्ट हुनसक्छ, जुन कुरा चाहिँ हामीले चाहिँ हाउस पुलिङको कन्सेप्ट मार्फत पनि त्यस्तो खालको प्रोजेक्टहरू गर्न सकिन्छ, ल्यान्ड पुलिङकै कन्सेप्ट मार्फत पनि गर्न सकिन्छ। त्यसले गर्दा मार्केट डेभलपमेन्टको प्रोजेक्टहरू पनि जान सक्छ भने यस्ता हामीले अहिले मैले आफ्नो हिसाबले चाहिँ नगरपालिका मेयरहरूले प्रोजेक्ट लिएर आउनुहुन्छ, उहाँहरूसँग डिस्कस पनि गर्छौँ। होइन मेयरज्यू, यो प्रोजेक्ट भन्दा त अझ यसरी गर्दा राम्रो हुन्छ कि भन्ने हिसाबले अलिक सजेस्टिभ उहाँहरूलाई सजेसन गरेर अलिकति बेस्ट कसरी प्रोजेक्टलाई राम्रो बनाउने भन्ने हामी संयुक्त रूपमा छलफल पनि गर्छौँ। यहाँको टेक्निकल टिमहरू, हामीहरू नगरपालिकाको टिमहरू बसेर छलफल गरेर त्यसलाई राम्रो बनाउने गरी नै हामी आयोजनाहरू अगाडि बढाउँछौँ। ऋण लगानीमै गर्नु उपयुक्त हो र सर? होइन, अब हाम्रो जस्तो रिसोर्सहरू एकदम कन्स्ट्यान्ट भएको हाम्रो जस्तो डेभलपिङ कन्ट्रीहरूलाई सबै चिजहरू अनुदानमा बनाउन सम्भव पनि हुँदैन, एउटा कुरा। दोस्रो कुरा, ऋण लगानीमा किन बनाउनु त भन्दाखेरि ऋण लगानीमा बनाएको पूर्वाधारहरूमा त्यसको भोलि लामो समयसम्म ऋण चुक्ता गर्नुपर्ने हुँदाखेरि त्यसको अपरेसन एन्ड म्यानेजमेन्ट पनि राम्रो तरिकाले गर्नुपर्छ। र अपरेसन म्यानेजमेन्ट चाहिँ सम्बन्धित नगरपालिकाले मात्रै सरकारी निकायले नगरिकन त्यो निजी क्षेत्रलाई चाहिँ त्यसको अपरेसन एन्ड म्यानेजमेन्टको जिम्मा दिएर पनि गर्न सकिने हुँदाखेरि चाहिँ आफैमा एउटा आम्दानीको सुनिश्चितता पनि हुने। आम्दानी सुनिश्चित भइसकेपछि त्यो लङ टर्मसँग चाहिँ आयोजना दिगो रूपमा सञ्चालन हुने कुराको पनि ग्यारेन्टी हुने हुँदाखेरि चाहिँ जुन जुन प्रोजेक्टहरूमा, सबै प्रोजेक्टमा ऋणमा काम गर्न सकिँदैन। जुन जुन प्रोजेक्टहरूमा चाहिँ तपाईँको चाहिँ कस्ट रिकभरी हुनसक्छ, जुन जुन प्रोजेक्टहरूमा चाहिँ पैसा चाहिँ उठाउन सकिन्छ, रेभेन्यू जेनेरेट गर्न सकिन्छ, त्यो खालको प्रोजेक्टहरूमा चाहिँ ऋण लगानीमा नै काम गर्न सक्यो भने सरकारलाई पनि यसले ठुलो मात्रामा सपोर्ट गर्छ। र एज बनेका पूर्वाधारहरूमा पनि एउटा लामो दिगो रूपमा चाहिँ चल्ने खालको चाहिँ त्यसले ग्यारेन्टी पनि गर्छ। र आयोजना सिलेक्सनमा पनि के हुन्छ त भन्दाखेरि ऋण लगानीमा पूर्वाधारहरू बन्ने भइसकेपछि जुन पाए त्यही ठाउँमा पूर्वाधार बन्दैन। जहाँ सक्सेस हुन्छ, जहाँ इन्कम जेनेरेट हुन्छ, जहाँ रिसोर्स जेनेरेट हुन्छ, त्यहाँ मात्रै प्रोजेक्ट बन्छ। त्यसले गर्दाखेरि आयोजनाको आफैमा सिलेक्सनको प्रोसेसमा पनि आफैमा स्क्रिनिङ भएर जान्छ र त्यो दिगो तरिकाले आयोजनाहरू सञ्चालन हुन्छ। फेरि लोन समयमा फिर्ता गर्नुपर्ने होला, त्यसलाई चाहिँ कतिको समस्या देख्नु? होइन, यस्तो छ, हामी विशेष गरिकन लोन लगानी गरिसकेपछि हामीले 2 वर्षमा सिद्धिने भन्ने प्रोजेक्टलाई कम्तीमा चाहिँ हामीले 3 वर्ष, 4 वर्ष, 5 वर्षसम्मको ग्रेस पिरियड दिएका हुन्छौँ। त्यसले गर्दाखेरि त्यो प्रोजेक्ट 1 वर्ष ढिलो भयो भने पनि प्रोजेक्ट सञ्चालन भइसकेपछि नै त्यसले चाहिँ इन्कम पनि गर्न थाल्छ र इन्कम सुरु गरिसकेपछि मात्रै हामीलाई चाहिँ उहाँहरूले तिर्ने गरी हामीले उहाँहरूको चाहिँ पेमेन्टको सेड्युल चाहिँ हामी त्यसरी नै मिलाएका हुन्छौँ। त्यसले गर्दाखेरि आयोजना सञ्चालन नभइकन नगरपालिकाहरूलाई चाहिँ फेरि कस्ट चाहिँ नगर विकास कोषलाई चाहिँ पैसा बुझाउनु पर्ने त्यो खालको बाध्यता चाहिँ पर्दैन। सर, अहिले चाहिँ कति लगानी जति छ अनि अहिले भइरहेको चाहिँ कस्ता चाहिँ प्रोजेक्टहरूमा चाहिँ लगानी? अहिले हाम्रो लगानी हेर्ने हो भने अलमोस्ट ऋण लगानीको हिसाबले चाहिँ 9 अर्ब जति ऋण लगानी छ भने ग्रान्टको हिसाबले 2.25 अर्ब जति ग्रान्टमा पनि लगानी छ। र ऋण लगानीमा सामाजिक पूर्वाधारको क्षेत्रमा चाहिँ ग्रान्टमा लगानी भएको छ। सामाजिक पूर्वाधारहरू भन्नाले रोडहरू, ड्रेनेजहरू, स्कुलहरू, हेल्थ पोस्टहरू एडमिनिस्ट्रेटिभ प्रशासकीय भवनहरू, यस्तो खालको संरचनाहरू चाहिँ ग्रान्टमा बनेको छ भने ऋण लगानीमा बनेका प्रोजेक्टहरू चाहिँ धेरै जसो चाहिँ तपाईँको इन्कम जेनेरेटिङ टाइपको प्रोजेक्टहरू जस्तो बस पार्कहरू भयो, कमर्सियल कम्प्लेक्सहरू भयो, पार्कहरू भयो, होइन, विभिन्न खालको एग्रिकल्चर मार्केटहरू भयो, यो तपाईँको चाहिँ एज अ मार्केट डेभलपमेन्टका प्रोजेक्टहरू भयो, मिनी मार्केटहरू भयो, यो खालको प्रोजेक्टहरू चाहिँ तपाईँको चाहिँ लोनमा बनेका छन्। र ठुलो लोन मध्ये पनि हाम्रो अहिलेको हिसाबले चाहिँ अलमोस्ट 100 भन्दा बढी टाउनहरूमा चाहिँ तपाईँको चाहिँ खानेपानीको सेक्टरमा चाहिँ टाउनहरूमा लगानी भएको छ, जुनमा चाहिँ एज अ 20 लाख भन्दा बढी पपुलेसन चाहिँ हामीसँग जोडिएको पनि छ। त्यो यो लगानी गर्दाखेरि चाहिँ प्रोजेक्ट छनौट कसरी हुन्छ सर? अनि त्यो कस्ट चाहिँ कतिदेखि होइन कति लाखदेखि अथवा करोडदेखि हुने हो?
कि म्याक्सिमम मिनिमम लिमिट के हुन्छ? त्यसमा यस्तो हुन्छ, आयोजनाको हिसाबले चाहिँ विशेष गरिकन त्यो आयोजनाबाट कति रिटर्न आउन सक्छ भन्ने हिसाबले चाहिँ हाम्रो लोनको पार्ट चाहिँ डिफाइन हुन्छ। त्यसले चाहिँ कति आम्दानी गर्छ त त्यो प्रोजेक्टको हिसाबले, त्यो आम्दानी गर्ने रेसियोको हिसाबमा चाहिँ हाम्रो लोनको रेसियो डिफाइन हुन्छ। र त्यसपछि आइसकेपछि बाँकी पार्ट चाहिँ विभिन्न एज चाहिँ नगरपालिकाबाट म्याचिङ गरेर नै त्यो प्रोजेक्ट बनाउने गरी हामी अगाडि बढिरहेको हुन्छौँ। र अहिलेको हिसाबले जाँदाखेरि हाम्रो म्याक्सिमम भनौँ न एउटा नगरपालिकामा अथवा एउटा प्रोजेक्टमा ऋण लगानीको हिसाबले हेर्ने भने 50-55 करोड 60 करोडको रेन्जमा चाहिँ हाम्रो ऋण चाहिँ मोबिलाइज चाहिँ भएको छ। खानेपानी प्रोजेक्टहरू आफैमा जनतासँग जोडिएका विषय पनि भयो। केही समस्याहरू कहिलेकाहीँ कुनै पाइप फुट्ने, कहीँ धारा फुट्ने, कहीँ चाहिँ तपाईँको चाहिँ पानी चाहिँ धमिलो आउने, विभिन्न खालका समस्याहरू आउँछन्। तर तमाम खानेपानी आयोजनाहरू चाहिँ उपभोक्ता समिति मार्फत चाहिँ सञ्चालन भएको हुँदाखेरि त्यो उपभोक्ता समितिहरूको अर्को काम त छैन, त्यही खानेपानी नै व्यवस्थापन गर्ने हो। त्यसले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ जनताले कम्प्लेन गर्दा बित्तिकै आफूसँग भएको रिसोर्सेस, आफूसँग भएको पैसा लगानी गरेर पनि त्यसको समस्याको समाधान गर्ने कुरामा उहाँहरू तत्परताका साथ अगाडि बढ्ने हुँदाखेरि हामी भथामा चाहिँ त्यो समस्या आइपुग्दैन। र कहिलेकाहीँ अलिक ठुलो समस्या भयो, त्यहाँ चाहिँ उपभोक्ता समितिहरूले चाहिँ पैसा लगानी गर्न नसक्ने अवस्था भयो भने हामीसँग चाहिँ नगर विकास कोषसँग ल न हामीलाई चाहिँ यो स्ट्रक्चर चाहिँ समस्या भयो, हामीलाई अलिकति ऋण लगानी गरिदिनुहोस् न, हामी 1 वर्ष 1.5 वर्ष 2 वर्षमा त फेरि कमाएर तिरिहाल्छौँ नि भनेर नि आउनुहुन्छ। हामी ऋण त्यसरी पनि ऋण लगानी गर्छौँ ताकि उहाँहरूलाई जनताले सेवा पाउनु पर्यो, आयोजना चाहिँ सफल रूपमा चाहिँ सञ्चालन हुनु पर्यो। हामीले गरेका जति पनि खानेपानी छ त्यसमा चाहिँ त्यही नै भइरहेको छ। नगर विकास कोषको चाहिँ लगानीमा चाहिँ निर्माणाधीन आयोजनाहरूमा चाहिँ खास गरी प्रब्लमहरू चाहिँ के देख्नु भएको छ? होइन, हामीले आयोजना गरेका लगानी गरेका प्रोजेक्टहरूमा चाहिँ विशेष गरिकन नगरपालिकातर्फ चाहिँ उनीहरूको आफ्नो रिसोर्सेस पनि हुँदाखेरि चाहिँ उहाँहरूले भोलि मेन्टेनेन्स गर्ने कुरामा, त्यसलाई चाहिँ मोर इन्हान्स गर्ने कुरामा, त्यसलाई डेभलप गरेर जाने कुरामा उहाँहरूलाई चाहिँ सजिलो छ। तर खानेपानी संस्था खानेपानी प्रोजेक्टहरूमा चाहिँ के हुने रहेछ भन्दाखेरि उनीहरूको रिसोर्सेस लिमिटेड हुने, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ प्रोजेक्ट भोलि चाहिँ अरू एडिसनल घरहरूले चाहिँ हामीलाई नै जोड दिनु भनेर आउनु भयो भने पनि खानेपानीको सोर्स नै पुग्दैन। अनि त्यसले गर्दाखेरि चाहिँ उहाँहरू फेरि नयाँ प्रोजेक्टहरू एड गर्नुपर्ने अवस्थामा चाहिँ उहाँहरूलाई चाहिँ बाध्यता चाहिँ पर्छ। नत्र भने जेनरली अर्बन इन्फ्रास्ट्रक्चरको सेक्टरमा त हामीलाई त्यस्तो किसिमको ठुलो समस्या केही पनि। ओके सर, अब कोषका भावी योजनाहरू हजुर बारे बताइदिनुहोस्। अब हामी आफैमा नगर विकास कोष चाहिँ सहरी पूर्वाधार विकास निगममा जाँदैछ। त्यो चाहिँ अहिले यसको एक्ट चाहिँ बनेर गरेर एज अ क्याबिनेटमा चाहिँ पुगिसकेको अवस्था छ र यो भविष्यमा चाँडै नै यो सहरी पूर्वाधार विकास निगममा जान्छ। फरक के हुन्छ त भन्दाखेरि, फरक भनेको यो निगममा बन्दै जाँदाखेरि यसको आफ्नो इक्विटी क्यापिटल चाहिँ 20 अर्बको इक्विटी क्यापिटल हुन्छ, जसमा प्रदेश सरकार पनि यसको सेयर होल्डरको रूपमा रहन्छ। एज निजी एज चाहिँ प्राइभेट इन्स्टिट्युसनहरू, एज फाइनेन्सियल इन्स्टिट्युसनहरू पनि यसको चाहिँ पार्टनरको रूपमा रहन्छन्। सम्पूर्ण स्थानीय तहहरू पनि यसको सेयर होल्डरको रूपमा रहन्छ, ताकि हामीलाई इन्भेस्टमेन्टको लागि चाहिँ एउटा ठुलो चाहिँ फन्ड चाहिँ क्रिएट हुन्छ, जुन फन्ड चाहिँ हामी भोलि प्रदेश सरकार र स्थानीय तहमा मोबिलाइज गर्छौँ। अर्को सार्वजनिक निजी क्षेत्र एज चाहिँ सार्वजनिक निजी साझेदारीमा बन्ने आयोजनाहरूमा पनि हाम्रो एज चाहिँ निगमको तर्फबाट चाहिँ एउटा खालको चाहिँ लगानीको लागि त्यस्ता खालका प्रोजेक्टहरूको लागि पनि एउटा फन्ड क्रिएट हुन्छ। र आफैमा चाहिँ यसको सातै प्रदेशहरूमा एउटा स्ट्रक्चर रहन्छ, एउटा संरचना रहन्छ र त्यसले चाहिँ भविष्यमा चाहिँ सम्पूर्ण प्रदेश सरकारहरू र सहरी पूर्वाधार मात्रै होइन, खानेपानी मात्रै होइन, भोलिका दिनहरूमा यसले चाहिँ अरू एग्रिकल्चर इन्फ्रास्ट्रक्चर, अरू चाहिँ टुरिज्म इन्फ्रास्ट्रक्चर, अरू चाहिँ तपाईँको चाहिँ यातायातसँग रिलेटेड चाहिँ तपाईँ विद्युतीय यातायातहरू, तपाईँको चाहिँ लगायतका चाहिँ डिफ्रेन्ट सेक्टरमा जहाँ चाहिँ पैसा लगानी गरिसकेपछि रिटर्न गर्न सकिन्छ त्यस्ता खालका पूर्वाधारहरूमा यो लगानी गर्ने गरी वृहत रूपमा चाहिँ कम्तीमा पनि वर्षको चाहिँ ठुलो मात्रामा एज चाहिँ रिसोर्सेसहरू मोबिलाइज गर्ने गरी यो अगाडि बढ्ने चाहिँ प्लानिङमै छ। र त्यही दिशामा हाम्रो 4 वर्षीय बिजनेस प्लान पनि फाइनल छ, एज बोर्डले एप्रुभ पनि गरिसकेको छ। त्यही बिजनेस प्लानमा हामी अगाडि पनि बढिरहेको छौँ।